श्रोता, आज हामी बाइबल अध्ययन दोस्रो तिमोथी 1 अध्यायबाट देख्न गइरहेका छौं। यो 1 अध्यायको मुख्य विषय हो सुसमाचारको दुःख कष्टहरू। त सबभन्दा पहिले हामी देख्नेछौं परिचय भाग। दोस्रो तिमोथी 1 अध्यायको 1 पदमा लेखिएको छ, ख्रीष्ट येशूमा भएका जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पाउलबाट। पहिलो कुरा हामी देख्छौं परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टका प्रेरित पाउलबाट। तपाईले यादै होला, तिमोथीलाई पाउलको पहिलो पत्रमा अर्थात पहिलो तिमोथी 1 अध्यायको 1 पदमा भनेथे परमेश्वरको आज्ञाद्वारा। अनि हामीले देख्यौं कि परमेश्वरको आज्ञाहरूले परमेश्वरको इच्छाको प्रकट गर्यो, तर तिनीहरू परमेश्वरका सम्पूर्ण इच्छाहरू होइन। यहाँ उनी भन्छन् ख्रीष्ट येशूमा भएका जीवनको प्रतिज्ञा अनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पाउलबाट। कसरी तपाईँ प्रतिज्ञाको ग्रहण गर्नुहुन्छ त? तपाईँ यसलाई विश्वासद्वारा ग्रहण गर्नुहुन्छ। त्यो मात्र एक तरिका हो तपाईँ अनन्त जीवनको ग्रहण गर्न प्राप्त गर्न सक्नुहुन्छ। उहाँले यसलाई उपहारको रूपमा तपाईलाई प्रदान गर्नुहुन्छ। तपाईँ उपहारलाई ग्रहण गर्नुहुन्छ किनभने तपाईँ दिनेवालामा विश्वास गर्नुहुन्छ। तपाईँ अनन्त जीवन दिनेवालामा विश्वास गरेर प्राप्त गर्नुहुन्छ। प्रभु येशूले तपाईलाई अनन्त जीवन दिनुहुन्छ जब तपाईँ उहाँलाई उद्धारकर्ताको रूपमा, किनभने उहाँले तपाईको निम्ति दण्डको मूल्य तिर्नुभयो। उहाँले आज तपाईलाई स्वर्गीयको तपाईको विश्वासको आधारमा र उहाँमा विश्वास भरोसा गरेको आधारमा प्रदान गर्नुहुन्छ। जब तपाईँ उहाँले विश्वास गर्नुहुन्छ र उहाँको तरिकामा आउनुहुन्छ, तपाईँ उहाँलाई आदर गर्नुहुन्छ। त्यसकारण प्रभु येशू ख्रीष्टमा भएको प्रतिज्ञाले यसलाई स्पष्ट पार्दछ। ख्रीष्टद्वारा मात्र एउटा बाटो हो अनन्त जीवन पाउन हामी सक्छौं। दोस्रो कुरा, दोस्रो पदमा भनिएको छ, मेरो प्रिय बालक तिमोथीलाई परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति। पाउलले तिमोथीलाई आफ्नो प्यारो छोराको रूपमा अभिवादन गर्छन्। तिमोथी प्रेरित पाउलको निम्ति महान आनन्द, हर्ष थिए। त्यसपछि पाउल निरन्तर आफ्नो कथनलाई जारी राख्छन्, अनुग्रह, कृपा र शान्ति। हामीले पहिलो तिमोथीको पुस्तकको अध्ययनमा उल्लेख गर्यौं कि त्यहाँ उसको अभिवादनमा उसले कृपा शब्दको पनि प्रयोग गरेका थिए, जुन पाउलका अन्य पत्रहरूमा हामी पाउँदैनौं। परमेश्वर कृपालु हुनुहुन्छ किनकि हामीले पाउने योग्य निन्दा दण्डको उहाँले दिनुहुन्न। पाउललाई अत्यधिक कृपाको आवश्यक थियो अनि हामीलाई पनि आवश्यक छ। अभाग्यवश आज यो हामी धेरै थाहा छैन। परमेश्वर हामी प्रति कृपामा धनी हुनुहुन्छ। 3 पदमा लेखिएको छ, जब म तिमीलाई निरन्तर आफ्ना प्रार्थनामा सम्झन्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु, जसको सेवा मेरा पिता पुर्खाहरूले गरे झैं म शुद्ध विवेकले गर्दछु। तिमोथी पाउलको प्रार्थनाको सूचीमा थिए। पाउलले उसको निम्ति सधैँ प्रार्थना गर्ने गर्दथे। 4 पदमा भनिएको छ, तिम्रो आँसु सम्झन्दा रात दिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ र म आनन्दले भरिन सकौं। यो एकदम स्पष्ट छ कि पाउलले तिमोथीलाई प्रेम गर्थे। अनि यो पदले हामीलाई भन्दछ कि तिमोथीले पनि पाउललाई प्रेम गर्थे। पाउल सुसमाचारको खातिर सतावट, दुःख र जेल नेलमा पाउललाई अति नै नराम्रो गरी असर परेको थियो। उसलाई धेरै पीड लागेको थियो। पाउल भन्दछन्, मलाई तिम्रो आँसुको याद छ अनि यदि मैले तिमोथीलाई देख्न पाए त्यसले मेरो हृदयमा आनन्दले भर्नेछ। अनि 5 पदमा भनिएको छ, मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, त्यो विश्वास जो पहिले तिम्री बच्चै लोइसमा थियो र तिम्री आमा युनिसमा, अनि मलाई निश्चय छ त्यो विश्वास तिमीमा पनि रहेको छ। पाउल यहुदी धर्मबाट आएथे, तर यो जवान तिमोथी स्पष्ट छ कि क्रिस्चियन परिवारमा हुर्के बढेका थिए। दुवै उसका आमा र बोजू असल क्रिस्चियनहरू थिए। अनि मलाई निश्चय छ कि यसले यो जवान मानिसलाई ख्रीष्टमा फर्किने कुरासँग गर्नुपर्ने महान कुरा थियो। तिमोथीको पिता ग्रीक थिए अनि यो अज्ञात कुरा छ कि उनी क्रिस्चियन थिए या थिएनन्, तर तिमोथीको आमा र बोजू असल क्रिस्चियनहरू थिए। 6 पदमा भनिएको छ, यसै कारण म तिमीलाई याद दिलाउँछु कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्वरको वरदानलाई प्रज्वलित राख। जब पाउलले तिमोथीमाथि हात राखे त्यसको अर्थ हो तिमोथी पाउलसँग भागीदार थिए, साझेदार थिए। उसले परमेश्वरको वचनको सिकाउने शिक्षाको उपहार उससँग बाँडे। म एउटा विश्वास मान्ने व्यक्ति हूँ कि
पाउल चाहन्थे कि उसमा भएका सम्पूर्ण वरदानहरू तिमोथीमाथि खसेको। यो जवान मानिस पाउलको अति नै निकटतामा थिए अनि जब पाउल रोमको जेलमा थिए उसले तिमोथीको बारेमा भने फिलिप्पी 2:20 उनी जस्तै मानिस मसँग छैन। तिमोथी नै त्यो व्यक्ति थिए जसले पाउलको प्रचार गर्ने कामको र शिक्षा दिने कामको निरन्तर जारी राख्न सक्थे। त्यसकारण पाउलले उसलाई आफ्नो भागीदार पार्टनर बनाए। तिनीहरू सेविकाईमा एकसाथमा थिए। अहिले यो कुराको ध्यान दिनुहोस् कि पाउलले तिमोथीलाई उसमा भएको परमेश्वरको वरदानलाई चम्काउनलाई अर्थ दिन्छन्। यस मानिससँग वरदान थियो र पाउल उसलाई त्यसको चम्काउन अर्थ दिन्छन्। 7 पदमा भनिएको छ, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा स्वयंको आत्मा दिनु भएको छ। यहाँ उल्लेखित शब्द डरको असल अनुवाद हो कायरता, कातरता। मित्र, डर स्वाभाविक कुरा हो अनि यो असल कुरा हो। उदाहरणको निम्ति म सिंहसँग डराउँछु। यदि सिंहलाई बाटोमा छोडिए म छिप्ने ठाउँ खोज्दछु र त्यहाँ छिप्दछु। डर हुने कुरा सामान्य र असल कुरा हो। तर हामी धेरैजना कुनै कारणको लागि उचाइको डर छ जुनले गर्दा हवाईजहाजमा उड्न हामीलाई डर लाग्छ। तर पाउल असल प्रकारको डरको बारेमा यहाँ बोलिरहेका छैनन् तर कातरताको बारेमा कुरा गरिरहेका छन्। भन्छन् 7 पदमा, किनभने परमेश्वरले हामीलाई डरको आत्मा होइन तर शक्ति, प्रेम र आत्मा स्वयंको आत्मा दिनु भएको छ। आत्मा स्वयंको आत्मा भनेको अनुशासन हो। अर्को शब्दमा परमेश्वर इरादा गर्नुहुन्न कि पराजय, हार खाएको ख्रिस्टियन जीवनयापनको मानदण्ड वा मानक हुनुपर्छ। अर्को शब्दमा परमेश्वर इरादा गर्नुहुन्न कि पराजय, हार चाहिँ ख्रिस्टियन जीवनयापनको मानदण्ड वा मानक हुनुपर्छ। हाम्रा आफ्नै आवेगहरूको दासहरू नभएर हामी अनुशासित ख्रिस्टियनहरू हुनुपर्छ। हामी सबै हाम्रा आवेगहरूद्वारा, भावनाहरूद्वारा उत्तेजित गरिन्दछौँ। त्यसकारण मानिसहरूले संगठनहरूलाई पैसा पठाउँछन् जुनले गरिब, भोका, टुरी बच्चाको नक्साको विज्ञापन गर्दछन्। तर ख्रिस्टियनहरू आफ्ना भावनाहरूद्वारा उत्तेजित र प्रभावित गरिनु हुँदैन। हाम्रो मनोभावनाहरू हामीलाई मार्गदर्शन गर्न गुरु होइन, मास्टर होइन। हामी अनुशासित हुनुपर्छ। अब कसरी यसले डरको प्रश्नसँग लागू हुँदछ त? के म हवाई जहाजमा उड्दा डराउने कुरा गल्ती हो? बरु घरमा बसिराख्न चाहिँ मेरो निम्ति गलत कुरा हो। देख्नुभयो, यदि म अनुशासित ख्रिस्टियन हुँ भने सुसमाचारको खातिर म मेरो डरलाई मिचेर भए पनि टिकट किन्छु र हवाई जहाजको यात्रामा जान्छु, किनभने परमेश्वरले मलाई विभिन्न ठाउँहरूमा शिक्षा दिने सेविकाईको लागि बोलाउनु भएको छ। आवेगहरूमाथि विजय हुनु भनेको मतलब तपाईको आवेग, भावनाहरूलाई केही काम गर्ने कुराबाट तपाईलाई रोक्न नदिनु हो जुन तपाईँ गरिरहनु भएको छ। जब तपाईसँग हवाई जहाजमा उड्नेको डर छ, तपाईँ जस्तै गरी पनि हवाई जहाजमा उड्नलाई आफैलाई अनुशासन गर्नुहुन्छ। मित्र, हाम्रा आवेगहरूले हामीलाई नियन्त्रण गर्नु हुँदैन। त्यसपछि हामी निम्न पदहरूमा देख्छौं, नशर्माउने तर दुःख कष्टको साझेदार। दोस्रो तिमोथी 1:8 लेखिएको छ, यसकारण हाम्रो प्रभुको गवाही दिन शर्म नमान, न त म उहाँको कैदीको तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख भोगमा तिमी सहभागी हौ। मित्र, मैले यस अध्यायलाई सुसमाचारका कष्टहरूको शीर्षक दिएको छु किनभने आज धेरै मानिसहरूको सोचाइ यो छ कि ख्रिस्टियन जीवन त्यो जीवन हो, त्यो अति नै आरामदायक, असल, मिठो र प्रसन्नचित हुनुपर्छ। अनि धेरैले यो पनि सोच्दछन् कि हामीसँग त्यस्तो स्वर्गीय पिता हुनुहुन्छ जसले हाम्रा बाटाहरूबाट सारा बाधा विघ्नहरूलाई हटाइदिनु भएर गुलाबको बिस्तारमा सुताउनु हुनेछ र कुनै पनि त्यति गम्भीर कुरा हामीमा घट्न दिनुहुने छैन। मित्र, प्रभु येशूले यो स्पष्ट पार्नुभयो कि हामीसँग कष्टहरू हुनेछन्। उहाँले भन्नुभयो यूहन्ना 16:33 संसारमा तिमीहरूले दुःख कष्टहरू पाउनेछौ, महाक्लेशमा पर्ने छैनन्। तर हामी निश्चय नै हाम्रो आफ्ना साना क्लेशहरूमा भएर जानेछौँ, दुःख कष्टमा भएर जानेछौँ। समुएल राथरफर्डले यो कथन बनाएथे, यदि तिमीहरू यहाँ परदेशीहरू नभए संसारको शिकारी कुत्ताहरू तिमीहरूसँग भुक्ने थिएनन्। प्रभु येशूले हामीलाई चेतावनी दिनुभयो कि संसारले विश्वासीहरूलाई मन पराउने छैन। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो यूहन्ना 15:18 यदि संसारले तिमीहरूलाई घृणा गरे तिमीहरू यो कुरा जान
कि यसले तिमीहरूलाई घृणा गर्न भन्दा पहिले मलाई घृणा गर्दछ। यदि तपाईँ क्रिस्चियनको रूपमा अति नै धेरै जनप्रिय हुनु भए त्यहाँ तपाईँमा मौलिक रूपमा केही गडबड छ। मित्र, क्रिस्चियन जीवन आनन्दको मजाको जीवन होइन। हामी परमेश्वरको सामर्थ्य अनुसार सुसमाचारका कष्टहरूमा सहभागी हौ। यो क्रिस्चियनको जीवनमा एक अभिन्न अङ्ग जस्तै हो। 9 पदमा भनिएको छ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। मित्र, हामीले आफ्नो असल धर्म कर्मको कारण उद्धार पाएका होइनौँ, बरु उहाँकै आफ्नो मनसाय र संसार सुरु हुनुभन्दा पहिले हामीलाई ख्रीष्ट येशूमा दिएको अनुग्रह अनुसार हामीलाई उद्धार गर्नु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ। 10 पदमा भनिएको छ, जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा प्रकट गर्नु भएको छ। उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्याउनु भयो, जसले मृत्युलाई हटाइदिनु भएको छ। यसको अक्षरश अनुवाद हो, जबकि उहाँले मृत्युलाई प्रभावहीन बनाउनु भएकोले गर्दा। परमेश्वरको सन्तानको निम्ति मृत्यु कुनै त्यस्तो कुरो हो जुन सम्पूर्ण रूपमा भिन्नै छ। अहिले परमेश्वरले मृत्युको विलोप गर्नु भएको छैन। यो कुराको याद राखौं कि पावलले यो पत्र जेलबाट लेखिरहेका छन्, जहाँ मृत्युको दण्ड उसमाथि छ। तर पावल शारीरिक मृत्युको बारेमा कुरा गरिरहेका छैनन्। उसको मतलब हो आत्मिक मृत्यु, अनन्त मृत्यु, जुन परमेश्वरबाट सधैँको लागि अलगाव हो। ख्रीष्टले वास्तवमा आत्मिक मृत्युलाई समाप्त गर्नु भएको छ, रद्द गरिदिनु भएको छ। त्यसकारण कुनै पनि पापी त्यो स्थानमा जान आवश्यक छैन जहाँ उनी अनन्त नित्य परमेश्वरबाट अलग हुनु पर्नेछ। ख्रीष्ट हाम्रो मध्यस्थ हुनुहुन्छ वा मानिस र परमेश्वर बीचको मध्यस्थ हुनुहुन्छ। ख्रीष्टले हाम्रो निम्ति गर्नुभएको कुराको लागि सन्तुष्ट हुनु भएको छ। परमेश्वर ख्रीष्टले हाम्रो निम्ति गर्नुभएको कुराले सन्तुष्ट हुनु भएको छ। प्रश्न उठ्छ कि तपाईँ सन्तुष्ट हुनुहुन्छ वा तपाईँ आफ्ना असल कामहरूद्वारा आफैलाई बचाउन, उद्धार गर्न कोसिस गरिरहनु भएको छ। मित्र, यो कुराको दोहोऱ्याउन चाहन्छु जुन मैले पहिले पनि भनेको थिएँ, मानिस सिद्ध आज्ञाकारिताद्वारा उद्धार पाउन सक्दैन, किनभने मानिस यो सिद्ध आज्ञाकारिताको दिनलाई अयोग्य छ। अनि मानिस असिद्ध आज्ञाकारिताद्वारा पनि उद्धार पाउन सक्दैन, किनभने परमेश्वरले त्यसको ग्रहण गर्नुहुन्न। अनि यो अनर्थको खाली एउटै मात्र समाधान छ, अनि त्यो चाहिँ प्रभु येशू हुनुहुन्छ, जसले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। कोही पनि पिता कहाँ मद्वारा बाहेक जान सक्दैन। अनि अगाडि 11 पदमा लेखिएको छ, यसै सुसमाचारको निम्ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ। पावल भन्छन् कि उनी प्रचारक हुन्, परमेश्वरको वचनको अग्रदूत। उसले यो पनि भन्छन् उनी प्रेरित र शिक्षक पनि हुन्। एक प्रेरितको नातामा उसँग धेरै वरदानहरू थिए। त्यसपछि हामी देख्नेछौँ शर्माउँदिन तर निश्चयता। 12 पदमा लेखिएको छ, यसै कारण मैले यी कुरा भोगेको पनि छु, तर म शर्माउँदिन, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। पावल भन्छन्, म लजाएको छुइनँ, शर्माएको छुइनँ। यद्यपि उनी जेलखानमा भए तापनि र मृत्युको दण्ड उसमाथि परे तापनि उनी सुसमाचारको निम्ति शर्माउँदैन। पावलले रोमी 1:16 पदमा रोमीहरूलाई लेखे, किनकि म ख्रीष्टको सुसमाचारसँग लजाउँदिन, किनकि विश्वास गर्ने हरेकका लागि, पहिले यहुदीका लागि अनि ग्रीकका लागि पनि मुक्तिको निम्ति यो परमेश्वरको सामर्थ्य हो। तिमोथीलाई नलजाउन अर्थ दिन्छन्। कहिलेकाहीँ क्रिस्चियनहरू साक्षी दिन अति नै अनिच्छुक हुन्छन्। त्यस समयमा हामी आफ्ना मुखहरूलाई बन्द गर्दछौँ, तर हामी त्यस्तो हुनु हुँदैन। अनि 12 पदको दोस्रो खण्डमा भनिएको छ, त्यससम्मका निम्ति जुन कुरा मैले उहाँलाई सुम्पेको छु। यसको अक्षरश अर्थ हो राख्नु वा जम्मा गर्नु। यसको अर्थ हो पावलले आफ्नो विश्वास ख्रीष्टमा जम्मा गरेका छन्, वा यसको अर्थ यो हुन सक्छ परमेश्वरले मसँग संग्रह बनाउनु भयो। अनि पद 13 मा भनिएको छ, ख्रीष्ट येशूमा भएको विश्वास
र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमुनाको अनुसरण गर। यो देख्न महत्वपूर्ण कुरा छ कि क्रिस्चियन जीवन खाली पवित्र आत्माको शक्तिद्वारा जिउन सकिन्छ। पाउलले पछाडि पद 7 मा सामर्थ, प्रेम र आत्मसंयमको बारेमा बात गरिसकेका छन् अनि तिनीहरू सबै पवित्र आत्माका फलहरू हुन्। पाउलले लेखे गलाती 5 अध्याय 22 पदमा, तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, विश्वास, नम्रता, समर्पण। अनि अगाडि 15 पदमा लेखिएको छ, एसियामा हुनेहरू सबै मबाट तर्किएका तिमीहरूलाई थाहै छ। ती मध्ये फुगेलस र हर्मोगेनस हुन्। पाउलले ती मानिसहरूको वास्तविक नाम दिएका छन् जो उनीप्रति अविश्वासयोग्य भएका छन्। अनि पछाडि पहिलो तिमोथीको 1 अध्यायमा कोहीले विश्वासको जहाज डुबाइहाले भनेर पाउलले उल्लेख गरेथे। अनि यहाँ ती सबै मानिसहरूको नाउँ छ। यहाँ उल्लेखित अहिले एसियामा हुनेहरू अगाडि पाउलसँग रोममा थिए। म यो कुरामा तपाईको ध्यान आकर्षण गर्न चाहन्छु किनभने मलाई यो देखाइ पर्दछ कि सत्य विश्वास त्याग, अपोस्टेसी त्यो कुनै कुरा होइन जुनले हामी मण्डलीका आखिर दिनहरू मात्र चरित्र चित्रण गर्दछ। यो इतिहासको सम्पूर्ण इतिहासभरि यो विश्वास त्याग देखिएको छ। 16 देखि 18 पदमा यस प्रकार लेखेको छ, प्रभुले ओनेसिफोरसको घरनालाई कृपा राखुन् किनभने तिनले मलाई अक्सर हौसला दिन्थे र मेरा संगलाको शर्म मान्दैनथे। तर तिनी रोम आएपछि घुइघुइती खोजेर मलाई भेटाए। प्रभुको दिनमा तिमीलाई प्रभुले कृपा प्रदान गरून्। तिमीलाई राम्रै थाहै छ एफिससमा तिनले मेरो पूर्ण सेवा गरेथे। यहाँ परमेश्वरका महान जन छन् ओनेसिफोरस निश्चय नै एफिससका थिए। यो यहाँ स्पष्ट छ र उनी रोममा व्यापारको सिलसिलामा गएका थिए। उनी व्यस्त व्यक्ति थिए। उनलाई खोज्ने समय थियो जो रोमी कैदमा थिए त्यस बेला। मित्र, सम्भव पाउलले उसलाई प्रभुमा डोर्याएका थिए होला र तपाईँ त्यस व्यक्तिलाई हेला गर्न सक्नुहुन्न जसले तपाईँलाई ख्रिस्टमा डोर्याएका छन्। अद्भुत प्रभुका जन। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।